जति पनि संसारमा मान्छे चिन्नुहुन्छ धनी मान्छे या पैसा भएको मान्छे, त्यो मान्छेले केही न केही, चाहे त्यो प्रोडक्ट बेचोस् चाहे त्यो सर्भिस बेचोस्, केही न केही बेची नै राख, नबेचिकन पैसा आउँदैन। अब तपाईले डिसाइड गर्नुपर्ने हुन्छ कि तपाईलाई किन्ने मान्छे मात्रै बन्नु छ कि बेच्ने मान्छे बन्नु छ, र बेच्ने मान्छे बन्नु भयो भने चाहिँ के हुन्छ भन्दाखेरि पैसा कमाउनु हुन्छ। सिम्पल हिसाब किताब छ। नमस्कार, म कृष्ण शाह। तपाईहरुलाई मेरो 6 वर्षको सिकाइबाट, 6 वर्षको भोगाइबाट, 6 वर्षको एक्सपिरियन्स हैन, त्यो कुराहरुलाई चाहिँ म तपाईलाई थोरै शेयर गर्न आएको छु। र म तपाईलाई के भन्न चाहन्छु भन्दाखेरि हामीले गर्ने भनेको सेल्स हो हैन, र सेल्सलाई मान्छेले नराम्रो नजरले हेर्नुहुन्छ। किन भन्दाखेरि यिनीहरुले त लुट्छ, फसाउँछ, डुबाउँछ भन्ने खालको तपाईको एउटा पर्सेप्सन बनाएको छ मार्केटमा हैन। त्यो अलिकति कुरा डीपमा बुझ्नु पर्दाखेरि चाहिँ म तपाईहरुलाई दुई चारवटा क्वेशन गर्छु, जसको आन्सर चाहिँ तपाईले आफूले आफूलाई र अरूलाई पनि सोध्न सक्नुहुन्छ। क्वेशन चाहिँ आन्सर चाहिँ आफूले आफूलाई दिनु होला। म तपाईलाई के सोध्न चाहन्छु भन्दाखेरि बिहानबाट बेलुकासम्म जति पनि तपाई र हामीले सामान युज गर्छौं नि, त्यो सामान तपाईले किन्नुहुन्छ या घरमा आफै बनाउनुहुन्छ? हामीले त सबै सामान किनेर लिएर आउँछौं हैन त। अनि त्यो किनेर लिएर आएको सामान जति पनि छ नि, जस्तै फोन भयो, तपाईको घडी भयो, तपाईको बेड भयो, तपाईको कपडा भयो, तपाईको डट भयो, तपाईको घरमा के छ भाँडाकुडा भयो, तपाईको अरु के युज गर्नुहुन्छ, मोबाइल भयो, त्यो ल्यापटप भयो, तपाईको वाइफाई भयो, जति पनि सामानहरु छ नि, त्यो सामान चाहिँ तपाई र हामीले किनेर लिएर आउँछौं। त्यो किनेर लिएर आएको सामान चाहिँ कसैले पनि नबेच्दिएको भए हामी आज यहाँ हुन्थेनौं। जस्तै म तपाईलाई एक्जाम्पल दिन्छु। बसवालाले मैले बस बनाएको हो, म आफ्नो फ्यामिलीको लागि बनाएको, मैले अब म अरु कसैलाई दिदिन भन्यो भने के हुन्छ? हामीले चढ्न पाउँथिनौं। कारवालाले भने भए चढ्न पाउँथिनौं होला हैन। हेलिकप्टर बनाउने राइट ब्रदर्सले भन्नु भएको भए चाहिँ हामीले हेलिकप्टर चढ्न पाउँथियौं त? पाउँदैन थियौं। किन भन्दाखेरि जसरी एउटा घर एउटा पिलरमा टिकेको हुन्छ, तिम्रो जीवनको पिलर चाहिँ के हो भन्दाखेरि सेल्स हो क्या। यदि यो सेल्सलाई हटाइदिने, तपाई हाम्रो जिन्दगीबाट सेल्स इन्डस्ट्रीलाई हटाइदिने हो भने चाहिँ हाम्रो न तपाईको जिन्दगी रहन्छ न मेरो जिन्दगी रहन्छ। किन भन्दाखेरि हामी बाँचेकै सेल्सको कारणले छौं। किन भन्दाखेरि बिरामी हुँदाखेरि डाक्टरकोमा जान्छौं, डाक्टरले हामीलाई ट्रिटमेन्ट गरिदिन्छ हैन, त्यो पनि बेचे हो। हामीलाई नुन चाहियो, नुन पसलमा गएर लिन्छौं, त्यो पनि बेचेकै हो। तेल चाहियो, त्यो पनि बेचेकै हो। साबुन चाहियो, त्यो पनि बेचेकै हो। तपाईको जति पनि तपाईलाई चाहिने आफ्नो पर्सनल युजको लागि देखि लिएर घरको लागि देखि लिएर सबै थोकको लागि के हुन्छ भन्दाखेरि कसै न कसैले बेचिराख र तपाई र हामीले किनिराछौं र बाँचिराछौं। यति कुरा बुझ्नु पर्यो। किन भन्दाखेरि यो सेल्स भन्ने चीजलाई हटाइदिने हो भने त दुनियाँको एक्जिस्टेन्सै रहँदैन नि त हैन, अस्तित्व नै रहँदैन। किन भन्दाखेरि होला दुनियाँको सबैभन्दा धनी मान्छे भनेको इलन मस्क अहिलेको समयमा हैन। धनी मान्छेसँग सबै थोक छ त? छैन हैन। सबै थोक छैन तर केही न केही छ के हो। त्यसैगरी एकजनासँग सबै थोक छैन, सबैजनासँग केही न केही छ, र सबै सामानको हामीलाई आवश्यक पर्ने हुँदाखेरि चाहिँ हामीले त्यो सेल्सको थ्रुबाट चाहिँ के गर्छौं, हामी कहाँ उपस्थित हुन्छ, हामीले कन्ज्युम गर्न पाउँछौं, जसको कारणले गर्दाखेरि तपाई पनि जिउँदो हुनुहुन्छ, म पनि जिउँदो छु। त्यसलाई तपाई र हामीले बुझ्नुपर्ने बेला भएको छ। अब जति पनि मान्छे धनी छ नि, त्यो मान्छेले केही न केही बेचिराख। कुनै पनि धनी मान्छेको नाम लिनुस्, त्यो मान्छेले, म भन्छु तपाईलाई कि त्यो मान्छेले के बेचिराख भनेर हैन। त्यो मान्छे बेचेर इलन मस्क बेचेर दुनियाँको सबैभन्दा धनी मान्छे भइसक्यो। बिल गेट्सले बेचेर त्यो बिल गेट्स भइसक्यो। रतन टाटाले बेचेर त्यो मान्छे धनी भइसक्यो हैन। तपाईले जति पनि संसारमा मान्छे चिन्नुहुन्छ धनी मान्छे या पैसा भएको मान्छे, त्यो मान्छेले केही न केही, चाहे त्यो प्रोडक्ट बेचोस् चाहे त्यो सर्भिस बेचोस्, केही न केही बेची नै राख, नबेचिकन पैसा आउँदैन। अब तपाईले डिसाइड गर्नुपर्ने हुन्छ कि तपाईलाई किन्ने मान्छे मात्रै बन्नु छ कि बेच्ने मान्छे बन्नु छ, र बेच्ने मान्छे बन्नु भयो भने चाहिँ के हुन्छ भन्दाखेरि पैसा कमाउनु हुन्छ। सिम्पल हिसाब किताब छ। त्यसमा दिमाग लगाउनु पर्ने केही कुरा छैन।